नमस्कार साथीहरू, मेरो मनको कुरा युट्युब च्यानलमा चाहिँ फेरि पनि हजुरहरूलाई स्वागत छ। मैले चाहिँ धेरै लामो समय भयो होइन यो अब मैले यो एन्जाइटीको विषयमा भिडियोहरू हालिराखेको छु नि त। अनि थुप्रो भयो मैले नहालेको, झन्डै 1 महिना जति भयो होला होइन। अनि मेरो साथीभाइहरूलाई म धेरै नै सम्झिन्छु, धेरै नै मिस गर्छु होइन। उहाँहरूले सोध्नुभएको क्वेसनको एन्सर मैले दिनुपर्छ जस्तो मलाई लाग्छ होइन। अब हामीले एकअर्कामा कुरा साटासाट गर्दाखेरि पनि हामीलाई धेरै नै कम हुन्छ नि त। अनि धेरैजनाले मेरो कुराहरू जिज्ञासा राखेर सुन्नु पनि हुन्छ, मलाई प्रश्न गर्नु पनि हुन्छ अनि सोध्नुहुन्छ कतिजनाले होइन। अनि मेरो कुराहरूले गर्दाखेरि कतिजनाले मलाई धेरै नै हेल्प भयो भनेर बताउनुहुन्छ। अनि मैले चाहिँ अब भिडियोहरू राख्दै आइरहेको छु। अनि थुप्रो भयो मैले भिडियो नहालेको। अनि आज चाहिँ म एउटा भिडियो चाहिँ हजुरहरूलाई प्रस्तुत गरौँ भनेर चाहिँ सोचिराखेको छु होइन। अनि आज चाहिँ म के कुरा चाहिँ हजुरहरूलाई के अरे प्रस्तुत गरौँ भन्ने सोच भयो भने धेरैजनाले पहिल्यैदेखिको मलाई एउटा क्वेसन गर्नुहुन्थ्यो क्या, तपाईँले फिजिकल सिम्टम्सको बारेमा पनि राख्नु न। फिजिकल सिम्टम्सहरू चाहिँ के हुन्थ्यो? अब एन्जाइटी हुँदाखेरि मन आत्तिने, डराउने, एकदमै धेरै चिन्ता लाग्ने त्यो त भइहाल्छ होइन। एकदमै धेरै पीडा हुन्छ त्यो त हुन्छ। तर अब फिजिकल्लीले चाहिँ हामीलाई धेरै नै त्यो कन्फ्युजन गराइदिन्छ क्या। अनि त्यो कुराहरू चाहिँ के अरे राख्नु न भनेर धेरैजनाले भन्नुभएको थियो। अनि त्यो कारणले चाहिँ मलाई भएको फिजिकल सिम्टम्स चाहिँ के थियो त होइन। अब आफूलाई भएको त भन्न सकियो होइन। अब मलाई भएको फिजिकल सिम्टम्स के थियो भन्ने कुराहरू चाहिँ मैले आज राख्न खोजेको छु। धेरैजनाले सोध्नुभएको क्वेसन हो यो। अनि मैले यो फिजिकल सिम्टम्स चाहिँ मलाई चाहिँ के भएको थियो त भन्ने कुरा चाहिँ आज चाहिँ राख्दैछु है। अनि साथीहरू, मैले चाहिँ यो फिजिकल सिम्टम्सको बारेमा चाहिँ आज कुरा गर्दैछु होइन। मलाई चाहिँ भएको शारीरिक अब यो फिजिकल सिम्टम्स चाहिँ कस्तो थियो भन्ने कुराहरू चाहिँ धेरैजनाले सोध्नुभएको छ कि तपाईँलाई के भएको थियो फिजिकल सिम्टम्स भनेर। अनि त्यो बारेमा चाहिँ म भन्न गइरहेको छु होइन। अब यो फिजिकल सिम्टम्सको चाहिँ अब कुरा गर्नु पर्दाखेरि यो मलाई सुरुमा चाहिँ होइन टाउको एकदमै धेरै झुम्म हुने क्या। झुम्म कस्तो खालको झुम्म भन्ने है, त्यो झुम्म भएर चक्कर लाग्ने। अब यता लड्छु कि जस्तो हुने त्यस्तो हुन्थ्यो होइन। एकदमै धेरै झुम्म हुने, चक्कर लाग्ने त्यस्तो हुन्थ्यो। अनि अब लडिहाल्छु कि अब हिँड्दा हिँड्दै अब काहीँ बेहोस भइहाल्छु कि भन्ने यस्तो धेरै हुने नि। अब के भन्ने त्यो हुन्थ्यो होइन। अनि आँखा एकदमै धेरै धमिलो देख्ने। आँखा देखेको छु थाहा छ तर देखेको छुइनँ कि जस्तो लाग्ने के। आँखा नदेखेको जस्तो लाग्ने, तर देखिरहेको हुन्छु, भइरहेको हुन्छ, गरिरहेको हुन्छु, तर पनि आँखा एकदमै धेरै ब्लोर हुने, आँखा धमिलो हुने एकदमै होइन। अनि त्यहाँबाट यो मुटुको चाल यति धेरै बढ्ने कि अब कस्तो भन्छ भने आफ्नै मनले पनि अब त 2 मिनटभित्रमा चाहिँ मर्सेस भन्ने टाइपको दिन्छ क्या एउटा सूचना त्यो एन्जाइटीले गर्दा। तर हामीलाई त्यो पत्याउनै सकिँदैन कि अब मलाई एन्जाइटीले त्यो भएको हो, मलाई केही न केही भएको हो, म मर्ने नै फिक्स हो जस्तो लाग्छ क्या। त्यस्तो टाइपको चाल, मुटुको चाल एकदमै धेरै पुरै आउँछ र अनि अब मर्छु होला 2 मिनटभित्रमा भन्ने जस्तो खालको फिल हुन्छ होइन। फिजिकल सिम्टम्सहरू मैले भोगेको होइन, यो फिजिकल सिम्टम्सहरू मैले भोगेको। अनि त्यहाँबाट मलाई भएको अब सबैलाई एकै खालको हुन्छ भन्ने चाहिँ छैन एन्जाइटीमा पनि होइन। धेरै प्रकारको छ एन्जाइटी पनि। अब यो हरेक किसिमको हुन्छ होइन, सबैलाई आफ्नो आफ्नो किसिमको हुन्छ। तर मैले भोगेको भन्नुपर्दा चाहिँ यो कुराहरू छ है। अनि त्यहाँबाट वाक आउला जस्तो हुन्थ्यो क्या मलाई, एकदम भमिट आउला जस्तो, वाकी आउला जस्तो होइन। के कस्तो टाइपको त्यो भित्रैबाट कस्तो पेट पनि खल्लोपना पेटबाट अनि वाक आउला त्यस्तो हुन्थ्यो। अनि त्यस पछाडि हात खुट्टा एकदमै चिटचिट हुने क्या। कस्तो यो हातहरू खुट्टाहरू सबै शरीरै टाउकोदेखि खुट्टासम्मै सबै चिटचिट भएर कस्तो फिलिङ्स हुने क्या। त्यो कस्तो खालको फिलिङ्स भन्ने होइन। अब तपाईँ हामी भोग्ने मान्छेलाई चाहिँ थाहा छ यो फिलिङ्स होइन। अब अरूले त बुझ्नु पनि हुन्न यो कुराहरू भन्दाखेरि। अब हेर्दाखेरि सबै ठिकठाक देखिन्छ, तर अब यो भित्रको पीडा त अब हामी भोग्नेलाई जति कसलाई थाहा होला र होइन। कस्तो पनि हुन्छ भने मैले यति धेरै कुराहरू भोग्नु थियो भने त बरु म मर्देको भएदेखि मरेपछि त आखिरमा यति धेरै सहनु त पर्दैन भने जस्तो फिल पनि भएको थियो क्या। धेरै मान्छेलाई पीडा भइसकेपछि अब देखिने पीडा हुनु क्या बरु जस्तो क्या लाग्ने क्या।
बरु घाउ काटेको यत्रो ठुलो घाउ त बरु देखिन्छ नि त होइन। अब यो पीडा त अब कसरी भन्दाखेरि पनि मान्छेले नपत्याउने जस्तो टाइपको हुन्छ त। अब भोग्नेलाई थाहा हुन्छ कि कति पीडा छ भन्ने कुरा चाहिँ होइन। अनि त्यस्तो हुन्छ। अनि एकदमै धेरै हात खुट्टा चिड यस्तो टाइपको महसुस हो नि त्यो, के भन्ने अब त्यो तपाईँहरूले हामीले महसुस गर्ने, त्यो भएको मान्छेले महसुस गर्न सकिन्छ होइन, अरूले त महसुस पनि गर्न सक्नुहुन्न यो कुरा। अनि त्यो हुने, अनि त्यस पछाडि अनि आफैकै एकदमै धेरै कमजोरी महसुस हुने होइन, भित्रैबाट थाके जस्तो, भित्रैबाट एकदमै धेरै कमजोर भएको जस्तो, एकदमै कमजोरी महसुस हुने होइन। अरूले देख्दा केही छैन तर आफूलाई थाहा छ आफ्नो पीडा कति छ भन्ने होइन। अनि त्यहाँबाट मुख एकदमै सुक्ने, घाँटी सुक्ने, मुख सुक्ने, अनि मुखमा पनि एकदम खल्लोपना होइन, यस्तो नमिठोपना आउने। अनि त्यो सास फेर्दाखेरि पनि त्यो जस्तै अब हामी सास फेर्दा सास लिन्छौँ दिन्छौँ त्यो पनि कता के नमिले जस्तो, सास तान्दा पनि छोटो भए जस्तो, फेर्दा नि लामो भए जस्तो, कता के सास फेर्न नि कस्तो अप्ठ्यारो भइरहेको हुन्छ क्या। त्यो सास लिएको र तानेको फालेको कस्तो अर्कै टाइपको महसुस भइरहेको हुन्छ कि। त्यो अब महसुस गर्नेले गर्न सक्नुहुन्छ। म त्यो एकदम अप्ठ्यारो महसुस हुने क्या, त्यो सास फेरेकै भएन होला जस्तो टाइपको त्यो हुन्थ्यो होइन। अनि सास नपुगेको जस्तो, अनि लिने सास लिँदा दिँदा अब त्यो एकदम अप्ठ्यारो भएको जस्तो महसुस, त्यो के पाराको महसुस है त्यो हुन्थ्यो। अनि त्यहाँबाट अनि यो एन्जाइटीमा चाहिँ यस्ता कुराहरू सबै मैले भोगेको कुराहरू होइन, मैले महसुस गरेको कुराहरू। अनि एकदम धेरै डर एक नम्बरमा त मुटु एकदमै धेरै डुकडुक हुने, एकदमै धेरै डर लाग्ने, एकदमै धेरै चिन्ता लाग्ने, अनि यति धेरै छटपटी हुने नि, त्यो छटपटीलाई त कुन शब्दले भन्ने है, भन्ने कुनै शब्द पनि छैन, त्यस्तो हुन्थ्यो है साथीहरू। यो मेरो फिजिकल सिम्टम्सको बारेमा चाहिँ यति मैले आज भने, मलाई भएको कुराहरू होइन। पहिला मलाई यस्तो खालको यो भएको थियो होइन। अनि अब यो सबै कुराहरू भन्दै गर्दाखेरि होइन, अब हामी भोग्ने मान्छेहरूलाई यति धेरै पीडा छ नि, यो एन्जाइटीले मान्छेलाई यति धेरै सताएको छ, यति धेरै सताएको छ होइन। यो कुनै एउटा भन्ने, यो जसले महसुस गर्छ उसले मात्र बुझ्छ क्या यो कुरा होइन। महसुस नगर्ने मान्छेले त त्यो उसले त अब हाँसेरै उडाइदिन्छ यस्तो कुराहरू, अब त्यो बुझ्नै सक्दैन। अब उहाँको पनि नबुझ्नु दोष पनि होइन, किनभने अब परेपछि त बुझ्ने हो सबै कुरा होइन। हामी पनि, हामीलाई नपरेको हामी पनि बुझ्थेनौँ होला, त्यस्तै त हो। अनि त्यस्तो धेरै पीडा हुन्छ है यो कुराले गर्दाखेरि। मैले फिजिकल सिम्टम्सको बारेमा आज हजुरहरूलाई जानकारी दिएँ। मेरो जानकारी हजुरहरूलाई कस्तो लाग्यो, के लाग्यो, अनि कमेन्ट मार्फत के अरे लेख्नु होला। अनि अब यस्तै हो, के गर्ने होइन। अब यो हामीलाई यो अब धरतीमा होइन जन्म लिइसकेपछि अब जस्तो सुकै परिस्थितिसँग पनि सामना गर्न सक्ने क्षमता राखेर अगाडि बढ्नुपर्ने रहेछ भन्ने कुराहरूको जानकारी होइन। अब यो एन्जाइटी नभएको या कुनै पनि यो सामान्यदेखि जटिलसम्म मानसिक समस्या नभएको मान्छेहरूले जो कोहीले पनि यो कुराहरू, अब यो भिडियोहरू हेर्नुहुन्छ सुन्नुहुन्छ नि, उहाँहरूले पनि यो कुराहरूलाई एकदमै ध्यान दिएर सुन्न बुझ्न जरुरी छ। किनभने यो कुराहरू भनेको अब होइन जसलाई जति बेला नि पर्न सक्छ होइन, जो मान्छेलाई जतिखेर पनि यो समस्या पर्न सक्छ। र हामीले यो बारेमा अलिकति मात्रै नलेज भयो भने पनि हामीलाई भोलि हाम्रो छोराछोरी होइन, हाम्रो आफन्त इष्टमित्र साथीभाइ जसलाई पनि हामी थोरै भए पनि यो कुरा सम्बन्धी जानकारी भयो भने हेल्प गर्न सक्छौँ नि त। अनि एकअर्काको साथ सपोर्ट, एकअर्काको माया प्रेमले त अगाडि बढ्न सकिन्छ नि होइन। त्यही हो। अनि म चाहिँ त्यही भन्न चाहन्छु, सबैजनालाई यो विषयमा नलेज हुनु जरुरी छ, सबैजनाले बुझ्न जरुरी छ यो समस्यालाई होइन। अनि आफ्नो परिवारमा अब कसै न कसैलाई छ भनेदेखि यो कुराहरूले चाहिँ अब सबैभन्दा ठुलो कुरा भनेको चाहिँ बुझ्नु नै हो क्या। मलाई चाहिँ के अरे त्यो लाग्छ क्या होइन। अब हामीले कुनै पनि समस्या नबुझ्ने मान्छेलाई सुनाउनै सक्दैनौँ कि कहिले पनि, किनभने जो मान्छेले बुझ्छ त्यो मान्छेलाई हामीलाई सुनाउन मन लाग्छ। किनभने अब नबुझ्ने मान्छेले त ए नभन है यो केही पनि होइन यस्तो भनेर त्यत्तिकै हावामा उडाइदिन्छन् क्या। अनि हामीलाई आफैलाई त आफै तीमाथि दुःखी भइराखेको हुन्छ, अनि उसले त्यसो भन्तिर त हामीलाई झन् धेरै गाह्रो हुन्छ नि त। अनि त्यो भएर चाहिँ हामी हरेक कुरा एकअर्कामा बुझ्ने गरौँ होइन, एकअर्काको फिलिङ्स बुझ्ने गरौँ होइन। कसलाई कति बेला के पर्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन।
त्यही भएर मान्छेलाई हरेक बिरामको एउटा समाधान गर्ने एउटा उयो छ भने चाहिँ त्यो चाहिँ एउटा माया प्रेम रहेछ क्या। होइन, माया प्रेमले चाहिँ मान्छेको हर कुराको पनि समाधान हुन्छ भन्छ नि, त्यो चाहिँ मलाई हो जस्तो लागेको छ है। आफ्नो परिवारभित्र यस्तो समस्याहरू छ भने उहाँहरूलाई पनि एकदमै धेरै तपाईँहरूले तपाईँहरूको साथ सपोर्ट माया प्रेमको एकदमै खाँचो हुन्छ उहाँहरूलाई होइन। मान्छेले हरेक मान्छेहरूको हेर्नुपर्छ होइन, परिवारभित्र अब एकदमै कम्पिटिसनको जमाना छ नि त। अनि अर्कोसँग दाँच्ने यसले त्यसो गरिसक्यो त्यसले तैँले गरिनस् भन्ने, त्यो कसो दिनेछु, बाबा मम्मीहरूले पनि छोराछोरीहरूलाई एकदमै टर्चर दिने, त्यो कुराहरू अब हाम्रो नेपालमा अहिले कति धेरै अब देश विदेश जाने अब त्यो हरेक कुराहरू अगाडि आइरहेको छ नि त, बढिरहेको छ। अनि अरूको तुलनामा दाँजोमा हिँड्न खोज्दै आफूले आफूलाई बिर्सेर चाहिँ अनि हरेक कुराहरूले गर्दाखेरि यस्तो समस्याहरू आउँछ क्या। अनि त्यही भएर चाहिँ हामीले हरेक कुरामा चाहिँ एकदमै धेरै सोचेर होइन, आफ्नो क्षमता कति छ, आफ्नो बच्चाको क्षमता कति छ, अनि कुन तरिकाले अगाडि बढ्न सकिन्छ, के गरेर गर्न सकिन्छ, हर कुरा विचार गरेर गर्नुपर्छ जस्तो लाग्छ क्या। अनि होइन, अब हामी सानो सानो कुरामा खुसी हुन्थ्यौँ पहिला भने, अहिले हामीलाई खुसी हुनलाई धेरै ठुलो ठुलो कुरा चाहिन थालेको छ। यो समय नै त्यस्तै खालको बनिसकेको छ होइन। अनि सबै कुराहरूलाई मिलाएर चाहिँ अगाडि बढ्न सक्नुपर्छ जस्तो लाग्छ क्या मलाई। अनि त्यो लाग्छ है। अनि खुसी भनेको ठुलो ठुलो कुरामा होइन, सानो सानो कुरामा हुन्छ क्या। हामी खुसी हुनै हामी खुसी केमा छ, हामी खुसी नै हामी भौतिक कुरामा खोज्छौँ क्या जहिले पनि। तर कहिले मनको शान्ति भनेको चाहिँ भौतिक कुरामा कहिले पनि हुँदैन रहेछ भन्ने कुराको महसुस मैले गरेको छु क्या होइन। मलाई यो समस्या हुँदाखेरि कस्तो लाग्थ्यो भने, भगवान्, मलाई त्यो जब एन्जाइटी सुरु भयो नि त्यतिखेर मलाई कस्तो लाग्थ्यो भने, मलाई बरु केही चाहिँदैन, तर म हिजोको दिनमा मेरो मन कति धेरै शान्त थियो र म कस्तो टाइपको फिलिङ्समा बाँचेको, त्यो मेरो फिलिङ्स मात्रै फिर्ता दिनु, अरू मलाई केही चाहिँदैन। यो संसारको सबै मलाई मेरो लागि गरिदिनु भयो भने पनि मलाई त्यो चाहिँदैन, तर मलाई मेरो त्यो एउटा म जस्तो थिएँ त्यो चाहिँ म भइदिए हुन्थ्यो भन्थेँ क्या म। भनेपछि हामीसँग भएको कुरा त हामीले देखेको हुँदैन रहेछौँ नि त कहिले पनि। त्यही भएर आफूसँग भएको कुरालाई चाहिँ चिन्नु नै सबैभन्दा ठुलो कुरा रहेछ क्या। हामी बाहिरी दुनियाँमा भौतिक दुनियाँमा एकदमै धेरै कुरा हामी उयो भएर लाग्छौँ के, तर आफूलाई नै बिर्सिसकेको हुँदो रहेछौँ क्या यस्तो कुराले गर्दाखेरि। अनि यो लाग्छ मलाई चाहिँ होइन। अब यो अब मान्छेलाई जे हुन्छ राम्रोकै लागि हुन्छ भने जस्तो अब यो समस्याको कारणले गर्दाखेरि पनि हरेक कुराहरू बुझ्न सक्ने क्षमता बढेको छ होइन। अनि त्यो भएर हार नखाइकन आफूले कस्तो तरिकाले अगाडि बढ्ने होइन, अब यसको कसरी समाधान गर्ने भनेर हर कुरा आफूले प्रयास गर्नुपर्छ है साथीहरू। म चाहिँ त्यही भन्न चाहन्छु। बोल्दा बोल्दै भिडियो लामो पनि बनिसके जस्तो छ होइन। अनि हजुरहरूलाई कुनै प्रश्न सोध्नु छ, कुनै कुरामा जिज्ञासा छ भने मलाई कमेन्ट गर्न पनि सक्नुहुन्छ। अब मेरो पनि कति टाइमहरू मिल्दैन, मिलेको बेलामा भिडियो बनाएर हालिरहेको छु होइन। त्यही हो। अनि अहिले आजलाई चाहिँ मैले यति नै राखेँ है त। नमस्कार।